नमस्कार दर्शकबिनहरू, आजको यस नयाँ भिडियोमा तपाईहरुलाई हार्दिक स्वागत छ। आजको यस भिडियोमा तपाईहरुलाई जुन निमाविको कक्षा सञ्चालन गरेको थिए, आज चाहिँ दोस्रो पाठ सेट 2 रहेको छ र अस्ति हामीले जम्मा 30 वटा प्रश्नहरू हेरेको थियो। यदि तपाईहरुले यो च्यानलमा नयाँ हुनुहुन्छ र त्यो भिडियो हेर्नु भएको छैन भने तपाईहरु फेरि माथि आएको बटनमा चाहिँ त्यो भिडियो चलिरहेको होला, त्यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ। अर्थात् यो भिडियो हेरिसकेपछि त्यो भिडियो हेर्नु होला। म चाहिँ आफ्नो डिस्क्रिप्सनको लिंकमा पनि त्यहाँ हाल्दिन्छु र आज चाहिँ हामी 30 नम्बरदेखि हेर्नेछौँ है। अस्ति हामी जम्मा 29 नम्बरसम्म हेरेको थियौँ। यदि तपाईहरुले त्यसको 30 नम्बरको आएको भए तपाईहरुले कमेन्ट गर्नु होला। यदि कमेन्ट गर्नु भएको रहेनछ त्यसैले आज म 30 नम्बरबाट चाहिँ सुरुवात गर्छु। पाठ्य पुस्तक अध्ययन, विश्लेषण एवं मूल्याङ्कन गर्नका लागि लिइने प्रयोगात्मक र आन्तरिक आधारमा अपूर्ण कुन हो त? पाठको प्रमुखता हो कि पाठ वा वस्तुको विषयवस्तु हो कि अभ्यास र क्रियाकलाप हो कि मूल्याङ्कन वा वस्तुगत हो? यसको सही उत्तर के रहेको छ त? यो 30 नम्बरको सही उत्तर रहेको छ अप्सन नम्बर डी, मूल्य र वस्तुगत है। त्यसपछि हामी जान्छौँ अब 31 नम्बरतर्फ है। आधारभूत तह कक्षा, आधारभूत तह 1 देखि 3 पाठ्यक्रम 2076 ले नेपाली भाषा सम्बन्धी विषयवस्तु कतिवटा निर्धारण गरेको छ त? 1 देखि 3 कक्षासम्म चाहिँ जम्मा कतिवटा विषयवस्तु हालिएको छ त? अप्सनहरु देखिएको छ 3 वटा, 5 वटा, 6 वटा र 7 वटा। यसको सही उत्तर के रहेको छ त? 7 रहेको छ। त्यस्तै अब हामी जान्छौँ 32 नम्बरतर्फ। 32 नम्बरमा के सोधेको छ भनेदेखि पाठ्यक्रम सिकाइको योजना हो भनी परिभाषित गरेका को हुन् त है? पाठ्यक्रम सिकाइको योजना हो भनी परिभाषित गरेको को हुन् त? यसको अप्सन हेर्न सक्नुहुन्छ। रुसो, हिल्दा टावा, जोन डिबी, जोन लक। यसको सही उत्तर के रहेको छ भनेदेखि यसको सही उत्तर रहेको छ हिल्दा टावा। त्यसपछि यो चाहिँ अप्सन नम्बर बी रहेको छ। त्यसपछि हामी जान्छौँ 33 नम्बरतर्फ। समालोचनात्मक चिन्तन विधि अन्तर्गत तलका मध्ये कुन पर्दछ त? मस्तिष्क मथन विधि, भ्रमण विधि, प्रश्न उत्तर विधि र प्रदर्शन विधि भनेर भनेको छ। यसको सही उत्तर रहेको छ मस्तिष्क मन्थन विधि। त्यसपछि अब हामी जान्छौँ 34 नम्बरतर्फ। 34 नम्बरमा के दिएको छ भनेदेखि सानो सानो इकाइको गहन अध्ययनमा आधारित शिक्षण विधि तलका मध्ये कुन हो? प्रदर्शन विधि हो कि प्रयोगात्मक विधि हो कि घटना अध्ययन हो कि सर्वेक्षण विधि हो? अप्सन नम्बर क्वेशन नम्बर 34 मा सोधेको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी, घटना अध्ययन है। त्यसपछि अब हामी जान्छौँ 35 नम्बरतर्फ। 35 नम्बरमा के छ भनेदेखि निर्णयात्मक र निर्णयात्मक मूल्याङ्कन गरी दुई भागमा विभाजन गर्ने शिक्षा विधि कुन हुन्? को हुन् भनेर भनेको छ। माइकल स्क्रोभेन, हिल्दा टावा, जोन डिबी, भिगोत्स्की है। यसको सही उत्तर रहेको छ माइकल स्क्राइनभेन। त्यसपछि हामी जान्छौँ 36 नम्बरतर्फ। 36 नम्बरमा के सोधेको छ भनेदेखि विशिष्टकरण तालिकाको प्रयोगले तलका मध्ये कुन पक्षलाई आत्मसात गर्दैन? प्रश्नको व्यापक क्षेत्रलाई हो कि प्रश्नको विश्वसनीयतालाई हो कि मूल्याङ्कनमा एकरूपता हो कि विषयगत ज्ञानको अभिवृद्धि गर्ने? यसको सही उत्तर रहेको छ विषयगत ज्ञानको अभिवृद्धि गर्ने है। त्यसपछि अब हामी जान्छौँ 37 नम्बरतर्फ र 37 नम्बरमा के सोधेको छ भनेदेखि मूल्याङ्कनको अन्य साधनहरू मध्ये तलका कुन पक्षले विद्यार्थीको व्यावहारिक पक्षको तत्काल लेखाजोखा गर्दछ? रुचि, घटनावृत्त अभिलेख, स्वयं मूल्याङ्कन, अवलोकन। यसको सही उत्तर के रहेको छ भनेदेखि यसको सही उत्तर रहेको छ चाहिँ अवलोकन है। यहाँ हाइलाइट भइसकेको छ। त्यसपछि हामी जान्छौँ 38 नम्बरतर्फ। नेपालले सन् 2016 देखि 2030 सम्म दिगो विकासका लक्ष्यहरू कतिवटा निर्धारण गरेका छन् त? 2016 देखि 2030 सम्म जम्मा कतिवटा छ? 16, 17, 18, 19 भनेर भनेको छ। यसको सही उत्तर रहेको छ जम्मा चाहिँ 17 वटा दिगो विकासका लक्ष्यहरू चाहिँ निर्धारण गरेको छ। त्यस्तै अब हामी जान्छौँ 39 नम्बरतर्फ। 39 नम्बरमा के सोधेको छ भनेदेखि बालमैत्री विद्यालय मापदण्डमा जम्मा सूचक संख्या कति तोकिएको छ? बालमैत्री विद्यालय मापदण्डमा जम्मा सूचक संख्या कति तोकिएको छ त? 142 हो कि 149 हो कि 153 हो कि 150? र यसको सही उत्तर के हो त? यहाँ चाहिँ यसको अप्सनमा दिएको हुन्छ, यसको सही उत्तर हुन्छ 94 वटा है। यो चाहिँ हाम्रो सही उत्तर रहेको छ यसको 94 वटा। अप्सनमा दिएको थिएन, अप्सन
गल्ती रहेको छ यहाँको। र त्यसपछि हामी जान्छौँ 40 नम्बरतर्फ। 40 नम्बरको के छ भनेदेखि शैक्षिक अनुसन्धान प्रक्रियाको पहिलो चरण तलका मध्ये कुन हो? शैक्षिक अनुसन्धान प्रक्रियाको पहिलो चरण तलका मध्ये कुन हो त? 40 नम्बरमा सोधेको छ। समस्याको पहिचान गर्नु हो कि परिकल्पना निर्माण गर्नु हो कि तथ्यहरूको सङ्कलन र तथ्यहरूको विश्लेषण? यतिबाट कुन हो त? यसको सही उत्तर रहेको समस्याको पहिचान गर्नु है। त्यसपछि हामी जान्छौँ 41 नम्बरतर्फ। 41 नम्बरमा के सोधेको छ भनेदेखि विद्यालयको वैज्ञानिक भिन्नताको जानकारी कसले दिन्छ? विद्यालयको वैज्ञानिक भिन्नताको जानकारी कसले दिन्छ? घटना अध्ययन, कार्यक्रम अनुसन्धान, दुवै, कुनै पनि होइन? कुनै पनि होइन भनेर 41 नम्बरमा सोधेको छ र यसको सही उत्तर रहेको छ घटना अध्ययन। घटना के हो त्यसको बारेमा जानकारी गर्यो भने चाहिँ हामीलाई विद्यालयको वैज्ञानिक भिन्नता चाहिँ जानकारी पाउँछ हामीले चाहिँ। 42 नम्बरमा हेर्छौँ हामी शिक्षण सिकाइ अनुसन्धानको उपयोग कसले गर्दछ? शिक्षण सिकाइ अनुसन्धानको उपयोग चाहिँ कसले गर्दछ त? प्रले गर्छ कि शिक्षकले गर्छ कि विवेशले गर्छ कि अभिभावकले गर्छ? यसको सही उत्तर रहेको छ शिक्षकले चाहिँ त्यो गर्ने गर्दछ है। त्यसपछि अब हामी जान्छौँ प्रश्न नम्बर 43 तर्फ। 43 मा के सोधेको छ भनेदेखि शैक्षिक तथ्य सङ्कलन गर्दा प्रयोग गरिने प्राथमिक तथ्य सङ्कलनको विधि तलका मध्ये कुन होइनन् भनेर भनेको छ। प्रश्नावली, अन्तर्वार्ता, अवलोकन, मत सर्वेक्षण। यसको सही उत्तर रहेको छ मत सर्वेक्षण, किनकि हाम्रो माथिको तीनटै अप्सन मिल्ने खालको रहेको छ। त्यस्तै अब हामी जान्छौँ 44 नम्बरतर्फ। नेपालका विद्यालय तहको मूल्याङ्कन अन्तर्गत आधारभूत तहमा कुन मूल्याङ्कनलाई जोड दिएको छ त? त्यसको मतलब आधारभूत तहमा चाहिँ कुन मूल्याङ्कनलाई धेरै जोड दिएको छ त? निर्णयात्मक मूल्याङ्कन, त्यसपछि निदानात्मक मूल्याङ्कन, नियमात्मक मूल्याङ्कन, अङ्ग्रेजी मूल्याङ्कन भनेर भनेको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी। यहाँ अप्सन दिएको छ निर्णयात्मक मूल्याङ्कन रहेको छ। त्यसपछि हामी जान्छौँ अर्को प्रश्नतर्फ 45 नम्बर। कम्प्युटरको भौतिक उपकरणलाई के भनिन्छ? कम्प्युटरको भौतिक उपकरणलाई के भनिन्छ त? भौतिक सफ्टवेयर, हार्डवेयर, प्रोग्राम र इन्स्ट्रक्सन भनेको छ। यसको सही उत्तर रहेको छ भौतिक भनेपछि हार्डवेयर, जसलाई चाहिँ हामीले छुन र देख्न सक्छौँ। त्यस्तै अब हामी जान्छौँ 46 नम्बरतर्फ। तथ्याङ्कलाई सफ्टवेयरमा भन्ने कार्य केन्द्र गर्छ। तथ्याङ्कलाई सफ्टवेयरमा भन्ने कार्य केन्द्र गर्छ शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास तथा समन्वय एकाइ, विद्यालय स्रोत केन्द्र। यसको सही उत्तर के रहेको छ भनेदेखि शिक्षा विकास तथा समन्वय एकाइ। त्यसपछि हामी जान्छौँ 47 नम्बरतर्फ। 47 नम्बरमा के सोधेको छ भनेदेखि फ्ल्यास आई र फ्ल्यास आइआईका आधारमा अपडेटेड तथ्याङ्क सङ्कलन गर्ने पद्धतिलाई के भनिन्छ? एएमआइएस, डिएमआइएस, आरइएमआइएस, टिइएमआइएस। यसको सही उत्तर के रहेको छ त? आइइएमआइएस रहेको छ। के आइइएमआइएस। त्यसपछि हामी जान्छौँ 48 नम्बरतर्फ। समूहमा नमिल्ने छाट्नुहोस् भनेर भनेको छ। समूहमा नमिल्ने छाट्नुहोस्। जस्तै कि हेर्न सक्नुहुन्छ कापी, कलम, पुस्तक र मार्कर दिएको छ र यसको सही उत्तर रहेको छ मार्कर। कापी, कलम र पुस्तक चाहिँ मिल्ने हो, मार्कर चाहिँ छाट्ने हो है। त्यस्तै अब हामी जान्छौँ 19 नम्बरतर्फ। 19 नम्बरमा के सोधेको छ भनेदेखि 1, 8, 9, 64, 25 र त्यसपछि कति आउँछ त? 1, 8, 9, 64, 25 त्यसपछि कति आउँछ त? त्यसपछि चाहिँ अप्सनहरू हेर्न सक्नुहुन्छ 64, 49, 36, 216। त्यसको सही एन्सर के रहेको छ भनेदेखि यसको सही एन्सर रहेको छ 216।